हेलो गाइज, म चाहिँ अहिले ठ्याक्कै लन्डनको हाइड पार्क, यो चाहिँ अत्यन्तै ठुलो पार्क हो। यहाँ चाहिँ म ठ्याक्कै अहिले मर्निङ टाइममा पुगेको छु। आज पानी पनि बिहान समयमा पानी पनि परिरहेछ। पानी परेको अवस्थामा खासै मान्छेहरू छैन नि, एकदम पानी परेर समर हो, चिसो चिसो छ एकदम मौसम, घाम लागेको छैन, घुमिरहेछ। तर रमाइलो छ, चिसो चिसो मौसम, गर्मी छैन आज, यस्तो देखिया छैन। हरियाली, यो चाहिँ अत्यन्तै ठुलो पार्क छ। यो चाहिँ यहाँबाट यो प्यालेस गार्डन ट्यारेसदेखि ठ्याक्कै मार्बल आर्च अत्यन्तै ठुलो छ यो भित्रभित्र हेर्दाखेरि। तर म चाहिँ अहिले जुन यो हाइट एरियातिर क्विन्सवे ट्रेन स्टेसनबाट नजिकै छु। यो चाहिँ एकदम योबाट अब अलि अगाडि गयो भने ठ्याक्कै त्यहाँ पोखरीहरू छ। योबाट राइट साइडमा, यो यता साइडमा गयो भने प्यालेस, त्यहाँ पुरानो एउटा दरबार पनि छ, त्यहाँतिर दरबार पनि छ। प्राय यो घुम्नको लागि अत्यन्तै लाग्छ। आज चाहिँ खासै पानी परिरहेछ, त्यही भएर खासै मान्छेहरू देखिया छैन। यहाँतिर कुद्न आउने, फ्रेस हुन आउने, एकदम हरियाली, पुरै जङ्गल जस्तो छ। जङ्गलहरू देखिरहेको छ। यो चाहिँ मलाई लाग्छ फ्रेस हुनको लागि यहाँतिर अब फ्री समयको बेला दिनहरू कटाउनको लागि चाहिँ अत्यन्तै यो ठाउँ चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ यहाँतिर। किनभने हर कुरा हरियाली, हर कुराहरू छ यहाँतिर। अब बस्ने ठाउँ, पढ्ने ठाउँ, अब यहाँतिर चाउरहरू एकदम सफा हरियाली चाउरहरू यस्तो छ। यहाँतिर बस्ने, रमाइलो गर्ने, खेल्ने बलहरू ल्याएर अत्यन्तै सुन्दर छ। यहाँबाट केही अगाडि गयो भने चाहिँ पोखरीहरू आउँछ, अत्यन्तै सुन्दर यहाँतिरको पार्कहरू। र जुन मैले देखाउन खोजेको यो ठाउँ चाहिँ प्राय मानिसहरू एक न एक यहाँ लन्डन बस्ने मान्छेहरू आउँछन् नै यहाँतिर। अब योभन्दा भित्र गयो भने पोखरीहरू हर कुराहरू छ। अब म चाहिँ अहिले त्यो ठाउँमा चाहिँ पुग्दिनँ, किनभने आज म चाहिँ काममा जानुपर्ने हो। अलिकति धेरै समय भएको कारणले म चाहिँ यहाँ आज सानो भिडियोहरू यहाँतिरबाट ठ्याक्कै बनाएको। यहाँ कागहरू पनि कराइरहेछ, यहाँ जङ्गलतिर अत्यन्तै कागहरू पनि कराइरहेछ। सुन्दर छ। म चाहिँ अब जुन यहाँबाट चाहिँ ठ्याक्कै यो साइडबाट गयो भने चाहिँ यो पर उयो हेलिकप्टरहरू राखेर छ। यो चाहिँ एउटा उयो होला, जुन देखिएको भागहरू। यो चाहिँ म चाहिँ अब ठ्याक्कै यहाँबाट फर्केर ठ्याक्कै क्विन्सवे स्टेसनतिर जान्छु। म चाहिँ अब यो तपाईँहरू पछि मेरो भिडियो हेरेर यो क्विन्सवे स्टेसनबाट ठ्याक्कै क्विन्सवे स्टेसनमा झरेर ट्रेनबाट हाइड पार्क घुम्न यदि आउनुभयो भने मेरो यो लोकेसन, यो भिडियोले ठ्याक्कै तपाईँहरूलाई म देखाउने छु। अब यहाँबाट यो देखिएको जुन यहाँबाट ठ्याक्कै देखिरहेछ। अब यहाँ चिया कफी खाने ठाउँहरू पनि, क्याफेहरू पनि छ यहाँतिर घुमेर आउँदा। यो चाहिँ स्मल क्याफे यहाँतिर। अब प्राय मान्छेहरू आउने, कफी खाने, बस्ने गर्छन्। आज चाहिँ मेरो समय छैन, म पनि प्राय यहाँतिर आइरहन्छु। आज चाहिँ
म चाहिँ काममा जानुपर्ने छ, त्यही भएर म चाहिँ अब यहाँबाट ठ्याक्कै कामतिर जाने। त क्विन्सवेको ट्रेन स्टेसन पनि म देखाउने छु। यो भिडियो अवश्य हेर्नु होला। अनि यो चाहिँ जुन देखिया चाहिँ यो चाहिँ साइकल राख्ने हो। यहाँतिर आफ्नो कुनै साइकलमा आयो भने साइकलहरू राख्न पनि सकिन्छ। आज चिसो मौसम, पानी परेर एकदम सुन्दर देखिया छ। यहाँतिर पानी परिरहेछ। म चाहिँ यो ठ्याक्कै हाइड पार्क छिनेको यो मेन गेटमा आइपुगेको छु। अहिले चाहिँ ठ्याक्कै मेन गेट हो। यहाँ अब साइकलहरू कुनै पैसा लगा ट्याप गरेर चढ्न चाहनेले यो साइकलहरू पनि चढ्न सकिन्छ। म चाहिँ यो ठ्याक्कै मेन गेट हो। यो चाहिँ यहाँबाट म चाहिँ अहिले ठ्याक्कै यो बाटो क्रस गरेर क्विन्सवे स्टेसनतिर जान्छु। म चाहिँ क्विन्सल्यान्ड, म क्विन्सवे स्टेसनलाई देखाउन खोजिरहेको छु अहिले। वान साइड चाहिँ यो पनि हो। एक तरिकाले योबाट पनि निस्किन सकिन्छ। मेन अब म चाहिँ क्विन्सवे ट्रेन स्टेसनको मेन गेटलाई देखाउँछु। यहाँ अब हाइड पार्क, यो मेन यो पार्कहरूमा घुम्न आउने बच्चाहरू यति धेरै घुम्न आउँछ। यो चाहिँ विद्यार्थीहरू यो पार्कमा घुम्न आउँछ। यो चाहिँ मेन स्टेसन हो, मेन ट्रेन स्टेसन। यहाँबाट चाहिँ यस्तो देखिरहेछ। ठ्याक्कै यो ट्रेन स्टेसन क्विन्सवे स्टेसन यहाँ झरेर हाइड पार्क जान चाहिँ अत्यन्तै उयो छ ठ्याक्कै। ल यति भन्दै मैले यो भिडियोलाई चाहिँ यहीँ अन्त्य गएको छु। हेरेर साथ दिनु होला। केही अपुरा कुराहरूलाई मैले अर्को भिडियोमा समावेश गरेर अझै सुधार गरेर ल्याउनेछु भन्दै धन्यवाद।